आज नेकपा एमालेमा कुनै समस्या छ जो हाम्रो काबुभन्दा बाहिर हामीले समाधान गर्न नसक्ने, हामीले व्यवस्थापन गर्न नसक्ने कुनै त्यस्तो समस्या छ भन्ने मलाई लाग्दैन। समस्याहरू छन् तर ती हाम्रो काबुभित्र छन्, समाधान गर्न सकिने तहमै छन्। हामी त्यसै गर्छौँ। पार्टीको अहिलेको नेतृत्वले पार्टीभित्र देखा परेका हर कुनै समस्याको समाधान गर्न सक्छ र पार्टीको एकता र अग्रगति सुरक्षित गर्दै राष्ट्रिय राजनीतिमा पार्टीको भूमिकालाई अझ प्रभावकारी बनाउँदै अगाडि बढ्न सक्छ भन्ने कुरामा हाम्रा सबै नेता कार्यकर्ताले विश्वास पनि गर्नुपर्छ र त्यो सामर्थ्य पार्टीसँग छ भन्ने कुरा म राख्न चाहन्छु। बरु पछिल्लो दिनमा हामीलाई परिरहेको चिन्ता के छ भने हाम्रो पङ्क्तिमा अलिकति आवश्यक मात्रामा त्यो गति, उत्साह, ऊर्जा कम देखिएको छ। एक समय थियो जति बेला पार्टीले चाहिँ एउटा आह्वान गर्दा पुग्थ्यो, सिटी बजाउँदा हजारौँ लाखौँ मानिसहरू सडकमा उत्रिन्थे। अहिले ती केही मान्छे जुटाउनुको लागि निकै धेरै मेहनत गर्नुपर्ने स्थिति भएको छ। किन हो यो? किन चाहिँ अलिकति हाम्रो पार्टी पङ्क्तिमा एक खालको शिथिलताको स्थिति, किन कार्यकर्तामा शिथिलताको स्थिति? यो हाम्रा निम्ति एउटा चाहिँ अलिकति छलफलको विषय, अलिकति चिन्ताको विषय हो भन्ने मलाई लाग्छ। मेरो एउटा चाहिँ पार्टीले निर्धारण गरेको